जुन बेला आवश्यकता थियो त्यति बेला मम्मीले सहयोग गर्नु भएन। हामीलाई बाटोमा फुल पारे जस्तो छोडेर हिँड्नुभयो। होइन आमाको माया त छ तर अब मरिसक्यो। कति वर्ष भयो अरे मम्मीले छोडेर जानुभएको? वर्ष त भएन, यो असोजमा चाहिँ 1 वर्ष हुन्छ। तर मम्मीले अरूसँगै खुसी हुनुहुन्छ। मम्मी खुसी नहुन्, पछि हामीलाई टर्चर चाहिँ नदिउन्। आफ्नो उता पनि त गएर बिहे नै गरेर जानुभएको, उता नि त छोराछोरी हुन्छ होला नि त। उता पनि हुन्छ तर उताको छोराछोरीलाई हामीलाई जस्तो छोडेर नजाउन्, गरी खाउन्। त्यही हो मेरो भनाइ चाहिँ। मम्मी आयो भने म स्वीकार्दिनँ। जहाँ हुनुहुन्छ मम्मीले यो भिडियो देख्नु भएको छ भने पनि बिन्ती छ मम्मी नआउनु। म मम्मीलाई स्वीकार्न सक्दिनँ। मलाई पनि यो बहिनीको कुरा सुनेर त मेरै याद आयो, किनभने मेरो पनि त्यस्तै भएको थियो। बाउ एकतिर आमा अर्कोतिर। लास्टमा सेम यो बहिनीको र मेरो कहानी उस्तै मिल्छ। तर यस्तो गर्ने आमा बाउको 1 दिन होला 2 दिन होला खुसीको दिनहरू टन्नै सम्पत्ति होला होइन, तर यस्तोसँग दुःख पाओस् कि होइन, मरेर अर्को जन्म पाउँछ भन्छ, त्यो त देखेको छैन होइन, तर त्यो त 100% पाउँदैन। धर्म गरेर के गर्नु, कर्मै राम्रो छैन भने कर्म पहिला गर्नुपर्छ अनि धर्म आउँछ। कर्म गर्नेले धर्म गर्नु पर्दैन। यति नै हो मेरो भनाइ। तर यो बहिनीको कुरासँग मेरो पनि म्याच हुन्छ। बहिनी इष्टबल है तिमीलाई मेरो तर्फबाट, आफन्तै नभए पनि एउटा आफ्नो नेपाली दिदी बहिनी दाजुभाइको नाताले। जय नेपाल।